हेलो नमस्ते नमस्ते सबैलाई हजुरलाई वेलकम छ हाम्रो युट्युब च्यानलमा र आज पनि हामीले फेरि पनि मुकबाङको भिडियो लिएर आइसकेका छौं। अहिले चाहिँ हामी तीनजनाले मुकबाङ गरिरहेछौं, मेरो दिदी सोल्टिना र म। र आज हाम्रो च्यालेन्ज के रहेको छ भनेपछि करेन्ट चाउचाउ र अन्डा अनि त्यसपछि अनि जुस रहेको छ। अनि फर्स्ट आउनेले चाहिँ पैसा 150 रुपैयाँ पाउँछ, सेकेन्ड आउनेले चाहिँ कोक, थर्ड आउनेले करेलाको जुस। एकदम मजा आउँछ साथीहरु। अनि हामी तीनजनामा कोही छिटो खान्छ, जसले छिटो खान्छ त्यसले 150 रुपैयाँ पाउँछ, जसले ढिलो खान्छ सेकेन्डमा उले कोक अनि थर्डमा चाहिँ यो है त। अनि पनिशमेन्ट पनि पाउँछ उले। पनिशमेन्ट चाहिँ के हो? त्यसै खानु पर्यो अरु के भन्दैन पासन दिनु। ल हामी स्टार्ट गर्छौँ है त गाइजहरु। लाइक शेयर सब्स्क्राइब गरिदिनु होला सबैजनाले। ठीक है रेडी 1 2 3 गो। ताली हान्छु। अभी मजा आएगा ना भिडो। जिले खानु पर्ने मम्मी गोडो पहिला खाए ओ पिरो छ यार। म त हातले खान्न पोल्छ। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। पिरो सबै फिनिश गर्नुपर्छ है। एहे रहा नहीं जाता, तड़प ही ऐसी है ना। नहीं सके। अलि राम्रोसँग खा, अट्केर मर्लिस। खान नपाए जस्तो नगर। बिस्तारै अहिले अट्केर कहना क्या चाह रहे हैं भैया आप? जुस नखानु भयो किन खा? किन खा? लास्टमा खानु भने बिचमा खानु पाउँदैन भने छर्ने खानु पर्यो नि त। मेरो जुस खान पाइन्छ भने हो। जुस नि गऱ्यो नि यो खानु। दिदी हुनु भएको छ। बाप रे दिदी पनि लाउनु पर्ने खाना त साथीहरु। जुस पनि पाइन्छ दिदीको। मलाई धेरै हाल्छ जस्तो हैन बराबरी छ। क्या बोले भाई? अब क्या बोले? हैन बराबरी सब सोच्न। म त आलु बाबु बम भाइ भएर बस्छु। आमा दिदी त फर्स्ट हुनु भयो। दिदीले त 150 रुपैयाँ पाउनुहुन्छ अब। सरकारको पछि है म खान्छु। जल्दी सक्छु। मान्छे राखेर जित्नु पर्छ है। पता लाग्यो नि भाइ। फर्स्ट खानु ल।
यता ओ भाइ बाहिर जान्छ अहिले बाहिर अनि बाहिर जाने अहिले होइन तपाईँहरू मलाई धेरै हालिदिएको यार धेरै थियो मलाई आलु गम गम खाम कसरी खाऊ मलाई त थाहा छैन पैसा जित्नु र छिर्छिन तिम्रो भाग थियो म त सेकिन भए पनि पाउँदैन अब सतिना खानुस् अब हजुर हाम्रो सोमलाई कर्मा जुस खानु पाउँछ मैले चाहिँ यो कोक पाएँ त सरी मैले पनि अलिकति दिनु ल नहीं मैले यो कोक पाएँ दिदीले चाहिँ पैसा वितरण गर्नु दिएँ 150 रुपियाँ लास्टमा अनि यो चाहिँ सतिनाको लागि जुस सतिना त्यही नानीलाई लास्ट आउनु लास्ट ऊ पिरो भयो यार मेरो यहाँ पनि छ Oh my दिदीको अन्डा खाएको छु दिदीको प्लेटमै चाउची छैन यार के भाउने साथीहरू त म त पिरो त आउँछ पिरो हाले त म भोलि अफिस जानु सक्दैन भोलि बेला हाम्रो नि नसक्नु खाएकोसम्म त केही भएन खाएपछि लास्टै गाह्रो भयो अरे बन्द गर्न अब एकछिन बर्दैन नि त्यस्तै दिएको उसलाई पनि त्यस्तै नि दिएको आमा उसले खाइहाल्यो अब नानी एकछिन खानु नि त तपाईँ आउट गर्नु होइन होइन पछि लामो होला जस्तो लाग्यो जम्मा 6 मिनट त भयो त अनि हजुर त 2 मिनटमा खाइसक्नु भएको थियो दिदी खाइदियो त मलाई टाइममा राख्नुपर्छ है भने टाइममा राखेर दिदी खाइसक्नु थियो नि थाहा छ अब भोलि फेरि भोलि अब शनिबार सरी मतलब के भने दिखाउँछ नि त पिरो भयो त त्यसलाई बिस्तारै खानु केही छैन अझै केही दिन्छ हातमा हातेर हाल्दै खानु मन लाग्यो मसिनो खानु भएछ नि त्यो सबै घडी गरी त्यही भएर भाइको ढाडमा कति दिदा कस्तो किलो थियो दिदी च्यालेन्ज गरेर च्यालेन्ज गरेर पैसा पाएर फर्स्ट आएर एउटा पाइलो तर अब चाहिँ लास्टै पिरो भयो पुरै हो सोल्डर डाक्टर बास्ने के भयो सोल्डर नरोस् न नरोस् कर्ला जुस खानु पर्यो मलाई रुम पाछ सोल्डर टाउको त धेरै नखा गरेर लाग्यो प्रेसरको है न ए हो कति चाहिँ एक खानु नि त अलिकता एउटा भाँडामा खनाउनु अनि गिभअप घरबाजी गर्दा राम्रै घरबाजी होला अनि बिस्तारै केही छैन तपाईहरु त कस्तो फास्ट खाएको हो म त हेर्नु नि कार्ड बढ्दै कस्तो बज्यो कार्ड बढ्यो यस्तो खाथे नि दिने छिटो खान्छु भनेर थाडी माडी अड्किहाल्यो कि यो सकिन गाह्रो छ कति प्याकेट लाग्यो त 10 प्याकेट 10 प्याकेट 10 प्याकेट 500 को 400 रुपैयाँ 50 रुपैयाँ दिँदैन एक प्याकेट रेशमको साथीलाई एकदम करेन्टको ताउ बनाएर त्यही माथि नि हटियो खोर्सानी टोक्याएर रातभरि झाडा लगाएर अनि एम्बुलेन्स बोलाएर लग्यो भन्थ्यो मैले पनि खाइसकेँ तर लास्टमा छोरी जस्तो गरेर जस्तो देखाउनु लास्ट भनेर एकछिन नरुन भयो खानु पर्नु नि कस्तो यहाँ गाह्रो भएर म त लास्टमा कस्तो भयो यहाँ फर्केँ कि मलाई कस्तो भइसक्यो मलाई बाँच्न हस्पछि कि टेन्सन भइहाल्यो दिदी हाँस्नु भएको थियो हजुर है मलाई हाँस्दै खानु सक्दैन नि हाँस्यो नि त म बजार पनि कसरी जित्नु थाहा भएन कि म त बाँच्नाले हाते यति याद पनि लगाइसक्यो भने हाते हाते झ्याउला पेटन परेको म त हातले खाएर त आउनु म त मानिनु पहिला खाइसक्यो भनेर सँगाएर म त एकैछिन खाइदिएँ रमाइलो नि करेला झेल्नु अलिकति थर्ड लास्ट मलाई प्रेसर लो छ त्यही भएर धेरै हाई भने म फेरि ढलिदिन्छु साथीहरू अब चाहिँ हाम्रो फर्स्ट सेकेन्ड थर्डको अब देखिसक्नु भयो हजुरले को फर्स्ट सेकेन्ड भइसक्यो भन्ने होइन फर्स्टमा चाहिँ हाम्रो दिदी हुनुभयो त्यहाँदेखि चाहिँ 150 रुपियाँ पाउनुमै दिनुहोस् र सेकेन्डमा चाहिँ मलाई पुग्दिनँ न मलाई सेकेन्ड
थर्ड सोल्दिना करेलाको जुस हेर्न सक्नुहुन्छ किन सोल्दिना देखिसक्नु भयो फर्स्ट सेकेन्ड थर्डको होइन अनि हजुरले हाम्रो च्यालेन्ज कस्तो लाग्यो राम्रो लाग्यो भने कमेन्ट गर्नु होला लाइक सब्सक्राइब हजुर मलाई पनि एकदम रमाइलो लाग्यो तर मैले धेरै खान सक्दिनँ पिरोहरू अनि यो जुस पनि धेरै खान सक्दिनँ थोरै खान्छु किनभने मलाई प्रेसर लो छ यहाँ खनाएको छु थोरै यति मात्र खान्छु त्यसको लागि चाहिँ माइन्ड नगरिदिनु होला छ त खानु सोध्दिन खाए है खाए ल खानु साउन्ड पनि गयो खाए ल अचम्म गयो कस्तो छ खत्म साथीहरू यो खानु केही छैन साथीहरूले सबै लाइक सब्सक्राइब गरिदिनु होला होइन अब हाम्रो भिडियो कस्तो लाग्यो त्यो पनि भनिदिनुहोस् कमेन्ट गरेर किनकि हामीले च्यालेन्ज राम्रो गर्ने कोसिस गरिराख्यौँ नि तर कस्तो भयो त्यो पनि हामीले भनिदिनु बाई बाई म धेरै योको लागि फेरि पनि कमेन्ट गर्नु होला बाई साथीहरू